बिहानको 5 बजे काठमाडौँ अझै निदाइरहेको थियो, तर हाम्रो यात्रा सुरु भइसकेको थियो। 2 पाङ्ग्रा खुला बाटो र अगाडि बोलाउँदै गरेका पहाडहरू, हाम्रो गन्तव्य गोसाइँकुण्ड। एक पवित्र स्थान नभइकन 108 वटा तालहरूको भूमि, जहाँ प्रकृति र श्रद्धा एकै ठाउँमा भेटिन्छ। काठमाडौँको भिडबाट धुन्चेका शान्त मोडहरूसम्म यो बाटो आफैमा एउटा कथा हो, स्वतन्त्रताको, आस्थाको र आत्मखोजको। यो हाम्रो गोसाइँकुण्डको यात्रा हो। हेलो एभ्रिवान, गुड मर्निङ। आई एम हियर एट धुन्चे राइट नाउ। आज चाहिँ हामी हाम्रो गोसाइँकुण्ड ट्रेक स्टार्ट हुन्छ। हामी बाइकमा आएको। बाइक धुन्चेबाट चाहिँ अलिकति एक स्टेप माथि जति आउँछ। बाइक चाहिँ अब पार्किङको लागि यो मामा भान्जा होटल भनेर चिनिँदो रहेछ। यहाँनिर चाहिँ बाइक यसरी राख्ने हो। यहाँ नअटेको खण्डमा तल पनि राख्न चाहिँ मिल्छ। अब खाना खाएर हिँड्यौँ। खाना चाहिँ 450 पर इच पर्सन। चिकन खाना। अब हामी आजको यात्रा चोलाङपाटी। 500 तिरेर हामीले बाइक, हेलमेट र केही सामान यही पसलमा राख्यौँ ताकि यात्रा हल्का र सहज बनोस्। अनि सुरु भयो हाम्रो पैदल यात्रा प्रकृतिसँगै। नदी हाम्रो दायाँपट्टि बगिरहेको थियो। वरिपरि शान्त हरियाली, चिसो हावा र मनमा एउटा छुट्टै उत्सुकता। बाटो अलिअलि ओह्रालो र कहिले उकालो, तर प्रत्येक मोडमा नयाँ सौन्दर्य, नयाँ ऊर्जा। यसरी नै प्रकृतिको काखमा हामी बिस्तारै गोसाइँकुण्डतिर अघि बढ्दैछौँ। यहाँ चाहिँ फर्सी पाइँदो रहेछ, मजाले यसरी फर्सी लगाएको छ। यतापट्टि राजमा सिमी, सिस्नो खाने भए सिस्नो पनि छ। यो हो मिनी गोसाइँकुण्ड। सानो मन्दिर तर ठुलो श्रद्धा। यहाँ एउटा सानो कुण्ड पनि छ, मानिसहरूले आफ्नै हातले बनाएको। गोसाइँकुण्डसम्म पुग्न नसक्ने भक्तजनले यहीँ पूजा गर्छन्, यही आस्था अर्पण गर्छन्। अहिलेको समयमा यो कुण्डमा पानी छैन, तर जनै पूर्णिमाको बेला भने यहाँ मेलो लाग्छ। पानी भरिन्छ र भक्तजनको आस्था पूरा गर्नको लागि तयार गरिन्छ। उनीहरू यहीँ स्नान गर्छन्, यहीँ पूजा गर्छन् र यहीँ महसुस गर्छन् त्यो पवित्र शान्ति जुन गोसाइँकुण्डसँग जोडिएको छ। गोसाइँकुण्ड क्षेत्र केवल धार्मिक रूपमा मात्र नभई प्राकृतिक रूपमा पनि अत्यन्त समृद्ध छ। यहाँको जङ्गलमा दुर्लभ वन्यजन्तुहरू पाइन्छ, जस्तै रेड पाण्डा, हाब्रे र हरिणहरू। यहाँ हिँड्दा कहिले पन्छीको चिरबिर र कहिले हावाको सुस्केरा। एकदमै शान्त र जादुमय वातावरण थियो। र केही पर भाग्यमानी थियौँ हामी एक हरिण देख्न पायौँ। बाटोमा उकालो अघि एउटा सुन्दर झरना भेटियो। पानीको आवाज, हावाको चिसोपन र वरिपरि हरियालीले यो क्षणलाई अझ रमाइलो बनाइरहेको थियो। लगभग 1 घण्टाको उकालोपछि हामी खेन्दी पुग्यौँ। तिहारको फुलले खेन्दी मजाले सजिएको थियो। शान्त वायुमण्डल, मुस्कानसहितको आतिथ्य र प्रकृतिको गोदमा एक सुखद विश्राम। हामी भर्खरै देउराली आइपुग्यौँ। देउरालीसम्मको बाटो चाहिँ एकदमै ठाडो उकालो। 2 घण्टा लगभग लाग्छ भने 2 घण्टा अलि लागेन, तर नइस पुरै फुल उकालो। बाटोमा एक शब्द पनि निस्केन, एकदमै गाह्रो जस्तो। मजाले हावा चल्ने रहेछ देउरालीमा। ठ्याक्कै देउरालीको बतास चल्यो वाला भाइ छ। बाटोमा बेला बेला स्याउ काट्दै, सुन्तला तास्दै, थकाइ मार्दै हामी अघि बढ्दै थियौँ। यो एउटा सानो यात्रा भए पनि ठुला ठुला सम्झनाहरू बन्दै थिए। देउरालीबाट लौरी विनायकको उकालो देखिन्छ, लामो उचालिएको उकालो बाटो। टाढाबाट हेर्दा नै मन डराउँछ, जसले यात्राको कठिनाइ र सुन्दरता दुवै बताउँछ। बाटो एकदम शान्त थियो, हावामा ताजगी, हिँडाइ पनि सहज हुँदै गइरहेको थियो। तर बीचबीचमा फोहोर देख्दा मन पोल्छ। यस्तो सुन्दर र पवित्र ठाउँलाई हाम्रो सानो जिम्मेवारीले अझ सुन्दर बनाउन सक्छ। कृपया फोहोर जथाभावी नफालौँ, प्रकृतिलाई सम्मान गरौँ। फोहोरहरू एकै ठाउँमा देखेँ मैले। सकेसम्म प्लिज है आफ्नो फोहोर आफै बोकेर तलसम्म लानु, डिस्पोज गर्नु।
यसरी ट्रेकिङ रुटमा अथवा डस्टबिन नभएको ठाउँमा यसरी फोहोरहरू नफालिदिनु। उकालो सिडी चढ्दै हिँड्दा हरेक पाइला चुनौती र उत्साहको सङ्गम जस्तै लाग्छ। केही क्षणको विश्रामका लागि यहाँ सानो सुन्दर रेस्ट हट छ। हामी चाहिँ यहाँ विश्राम नमारी 2 मिनट माथि उक्लेर धिम्सामा विश्राम मार्ने निधो गऱ्यौँ। हामीलाई देउरालीबाट धिम्सा आइपुग्न ठ्याक्कै 1.5 घन्टा लाग्यो। धिम्सामा 10 मिनट विश्राम मारेपछि हामी फेरि उकालोतर्फ लाग्यौँ। 1 घन्टाको उकालो हिँडाएपछि हामी पुग्यौँ चन्दनबारी। समय करिब 4:30 भइसकेको थियो र यहाँको उचाइ करिब 3300 मिटर छ। अगाडि हाम्रो अर्को गन्तव्य चोलाङपाटी थियो, करिब 2 घन्टाको यात्रा। हामीले सोचेका थियौँ कि सायद यही चन्दनबारीमा बसौँ, तर हाम्रो 2 साथीहरू अगाडि नै चोलाङपाटीतिर हिँडिसकेका थिए। त्यसैले चन्दनबारीलाई पछाडि छोड्दै हामी पनि अगाडि बढ्न बाध्य भयौँ। यहाँ छ चन्दनबारीका सुन्दर लजहरू र विश्रामस्थलहरू, साना सुन्दर भवनहरू, हरियाली र हिमालको दृश्यले घेरिएका। बिहानको शान्त वातावरण र हल्का हावाले त यहाँको अनुभवलाई अझ रमाइलो बनाउँछ होला। यो ठाउँ साँच्चीकै मन छुने छ र पक्का छ फर्कदा हामी यहाँ अवश्य रोक्नेछौँ। अब सूर्य अस्ताउँदैछ। सुनौलो रङले हिमाल र बादललाई रङ्गीन बनाएको छ। आकाश र पृथ्वीको मेल, शान्त वातावरण र हल्का हावाले यो दृश्यलाई अझ जादुमय बनाएको छ। सूर्यको यो अन्तिम किरणले हामीलाई सम्झाउँछ प्रकृतिको सौन्दर्य सधैँ हामीसँगै छ। तलतिर हेर्दा आकाशमा अर्धचन्द्र शान्त रूपमा चम्किरहेको छ। सूर्य अस्ताए पनि रातको यो सुन्दर उपहारले दिनको अनुभवलाई पूर्ण बनाउँछ। आजको यात्रा, यो दृश्य र यो शान्ति साँच्चै अविस्मरणीय छ। अर्को दिन बिहान 6 बजे हामी हिँड्न सुरु गऱ्यौँ र वरिपरि केवल हिमाल मात्र देखिन थाले। बायाँतिर देखिन्छ लाङटाङ लिरुङ, करिब 7200 मिटर उचाइमा। यसको उचाइ र विशालता साँच्चीकै मन भुलाउने खालको छ। पछाडि हेर्दा हामी देख्छौँ गणेश हिमाल, हिमालचुली र यहाँसम्म कि मनास्लु पनि। प्रत्येकचोटि हेर्दा फरक फरक कोणले नयाँ सौन्दर्य देखाउँछ। सूर्योदयको सुनौलो किरणहरूले यी हिमाललाई अझ जादुमय बनाएका थिए। हिमालको छाया, आकाशको रङ र हल्का हावाले एकदमै शान्त वातावरण सिर्जना गरेको थियो। यहाँ उचाइबाट हेर्दा प्रकृतिको विशालता र शक्तिको महसुस हुन्छ। सूर्यको पहिलो प्रकाश र हिमालको यो दृश्य साँच्चीकै अविस्मरणीय थियो। हामी चाहिँ बिहानै 6 बजे निस्केको चोलाङपाटीबाट। अब अझ 2 घन्टा पुगिन्छ। सकेसम्म स्नान गरिन्छ, पाप पखालिन्छ। होला हिमाल राम्रो देखेर एकदम फ्रेस फिल लाग्छ। मनोरम दृश्य हेर्दै हिँड्छ। यहाँबाट मनास्लु पनि देखिँदो रहेछ, अन्नपूर्ण फो पनि देखिने रहेछ। यो त्यसै टल्केको मध्ये यहाँ सबैभन्दा राइट मोस्टको चाहिँ मनास्लु। ठ्याक्क लौरी विनायक आइपुग्यौँ। लौरी विनायकबाट चाहिँ यता लाङटाङ ट्रेकिङ रिजन पनि अलिअलि पार्ट देखिँदो रहेछ। यो अहिले देखिरहेको चाहिँ लाङटाङ लिरुङ हो। 7200 समथिङ। राम्रो सजेसन चाहिँ सकिँदैन होला है अब, तर हामी हिजो बसेको चाहिँ उयो तल फर्स्टमा देखेको वाला ठाउँ हो चोलाङपाटी। त्यहाँ बस्नुभन्दा चाहिँ यहाँ आएर बसेको चाहिँ बिहान उठ्दाखेरि चाहिँ ओहो मजाले सबै हिमाल देखिन पाएँ नि। एउटा छुट्टै इनर्जी आउँथ्यो होला, तर अहिले इनर्जी त डेन्जर छ। लौरी विनायकको उकालो साँच्चीकै चुनौतीपूर्ण छ। यहाँका ती लामा सिडीहरू
र ढुङ्गाका बाटाहरू बारम्बार हिँडेका ट्रेकर्सका लागि पनि गाह्रो हुन्छन् जस्तो लाग्छ। हरेक पाइला चढ्दा सास फेर्न गाह्रो हुन्छ, तर वरिपरिका हिमालको दृश्यले मनको उत्साह बढाउँछ। उकालोको क्रममा माथिबाट हेर्दा हिमाल असाध्यै राम्रा देखिन्छन्। टाढाको पहाड, घना जङ्गल र खुला आकाश सबै मिलेर साहसिक अनुभवलाई अझ गहिरो बनाउँछन्। र अन्तिममा उकालो पुरा भएपछि भेटिन्छ शान्ति र विश्राम। थकाइ हराउँछ, मन शान्त हुन्छ र शरीर र आत्मा दुवै ऊर्जा र खुसीले भरिन्छ। बाटो छेउछाउ फैलिएका नीला र बैजनी फुलहरू प्रकृतिका रङ्गीन उपहार जस्तै देखिन्थे। यहाँ चाहिँ हामीले एउटा कुण्ड देख्यौँ। सबैभन्दा फर्स्टमा सरस्वती कुण्ड, त्यसपछि योभन्दा माथि यहाँनिर भैरव कुण्ड र अझै माथि गोसाई कुण्ड। अब आधी घन्टा जतिमा पुगिन्छ। ट्रेल चाहिँ राम्रो छ। सरस्वती कुण्डबाट करिब 10 मिनट हिँडेपछि हामी पुग्यौँ भैरव कुण्ड। यो कुण्ड भगवान भैरवको पवित्र स्थल हो। यो एउटा अत्यन्त ऐतिहासिक र श्रद्धालुहरूले भरिपूर्ण कुण्ड हो। वरिपरि हिमाल र ढुङ्गाका चोटीहरू यसलाई रहस्यमय र जादुमय बनाएका छन्। हामी चाहिँ मैले 10:30 बजे ठ्याक्क गोसाई कुण्ड आइपुग्यौँ। बिहान 6 बजे, तर चोलाङ पार्टीबाट हिँडेको। मन पवित्र भयो। हामी सबैले 3 पटक डुबुल्की मार्यौं र मनदेखि पूजा गर्न थाल्यौं। यहाँको परम्परा अनुसार यस पवित्र कुण्डमा स्नान गरी मानिसले मनमा राखेका सपना र इच्छा पूरा हुने विश्वास छ। सबैले 3 डुबुल्की मारियो, पाप पखालियो। जानी नजानी के पाप गरियो होला, सब माफ अब। आजबाट फ्रेस नुहाइ गरियो। अब पूजा गरिन्छ। मन्दिर जाँदैछौँ हामी। यहाँ पूजा गर्दा हाम्रा हातहरू जलमा डुबाएर प्रार्थना गरिन्छ। फूल, धूप र पानीसँगै हाम्रो श्रद्धा अर्पण गरिन्छ। गोसाईकुण्ड केवल एक प्राकृतिक सौन्दर्य मात्र होइन, यो श्रद्धा, शान्ति र आस्थाको सङ्गम भएको पवित्र स्थल हो। गोसाईकुण्डबाट सूर्यकुण्ड जाने बाटोमा बिचैमा पर्छ शिवधारा, पवित्र झरना जसलाई भगवान शिवको प्रतीक मानिन्छ। यही धाराबाट गोसाईकुण्डको पवित्र जल बगिरहेको हुन्छ र परम्परा अनुसार तीर्थयात्रीहरूले यहीँबाट जल लिई घरका परिवारजनका लागि लैजान्छन्। विश्वास छ यो जलले घरमा शान्ति, स्वास्थ्य र सद्भावना ल्याउँछ। यो बाटो केवल यात्राको हिस्सा मात्र होइन, श्रद्धा र आस्थाको गहिरो अर्थ बोकेको पवित्र मार्ग पनि हो। गोसाईकुण्डको शान्ति र सौन्दर्य अनुभव गरेपछि अब हामी अघि बढ्यौँ सूर्यकुण्डतिर। अझ माथिल्लो उकालो, अझै कठिन बाटो, करिब 1.5 घण्टाको यात्रापछि मात्र पुगिन्छ त्यहाँ, तर फर्कने भने जम्मा आधी घण्टा। सूर्यकुण्डतिर जाने क्रममा हामीले 2 सुन्दर कुण्डहरू देख्छौँ, वर्धकुण्ड र नीलकण्ठ कुण्ड। यति बेला बाटो वरिपरि हिउँ देखिन थालिसकेको थियो, हावा चिसो र पातलो हुन थालिसकेको थियो। त्यसपछि मात्र पुगिन्छ सूर्यकुण्ड, जुन गोसाईकुण्ड क्षेत्रभित्रको सबैभन्दा उच्च स्थानमा रहेको पवित्र ताल हो। कठिन बाटो भए पनि त्यहाँ पुग्ने अनुभव साँच्चीकै रमाइलो छ। र अन्ततः हामी पुग्यौँ सूर्यकुण्ड। We are here at सूर्यकुण्ड right now। यो चाहिँ गोसाईकुण्ड एरियाको सबैभन्दा हाई एल्टिट्युडमा भएको कुण्ड हो। सूर्यकुण्डकै पानी चाहिँ नुवाकोट जिल्लाभरि जान्छ पनि।
यो चाहिँ लगभग 4600 चान्चुन मिटर एल्टिट्युडमा छ। यत्रो लामो बाटो, चिसो हावा, कठिन उकालो पार गरेपछि यहाँ उभिँदा थकान हराउँछ र मन हल्का हुन्छ। यहाँको शान्ति शब्दमा बयान गर्न सकिँदैन। वरिपरि हिउँ, अग्ला हिमाल र स्वच्छ आकाश। यस्तो लाग्छ जीवनका साना चिन्ताहरू हराए जस्तै। बस यो क्षण मात्र बाँकी छ, स्वतन्त्रता, शान्ति र खुसीको। दौडिँदा होस् या केवल आरामले बस्दा, यो ठाउँको ऊर्जा महसुस गर्दा लाग्छ यात्रा कठिन भए पनि यस्ता क्षणका लागि नै त बाँच्छौँ हामी। करिब 4600 मिटरको उचाइमा, जहाँ अक्सिजनको कमीले शरीर थाक्नुपर्ने, त्यहाँ त उल्टै अनौठो ऊर्जा आइरहेको थियो। थकान हराएको, मन हलुका र उत्साहले भरिएको जस्तो। मलाई त लाग्यो यहीँको पवित्र वातावरणले नै बल दिइरहेको छ। त्यति ऊर्जा थियो कि म त कुण्ड वरिपरि दौडिन नै पुगेँ, हाँस्दै रमाउँदै बस त्यो क्षणलाई अनुभव गर्दै। कहिलेकाहीँ लाग्छ हामी जीवनमा धन, काम र लक्ष्यको पछि लाग्दै यति दौडिरहेका हुन्छौँ कि शान्ति भन्ने कुरै बिर्सिसकेका हुन्छौँ। कहिलेकाहीँ सबै कुरा बिर्सेर बस यस्तो ठाउँमा बस्नुपर्छ जहाँ हावा मात्र बोल्छ तर मनले उत्तर खोज्दैन, जहाँ हरेक प्रश्नको उत्तर प्रकृतिले मुस्कुराएरै जवाफ दिन्छन्। यहाँ उभिँदा महसुस हुन्छ जीवन वास्तवमै कति सुन्दर रहेछ जब हामी यसलाई धैर्यपूर्वक हेर्छौँ। सुख त सायद टाढा होइन, सायद यति नजिक छ कि यो क्षणमै, यो प्रकृतिमै र हाम्रै आफ्नै मनभित्रै छ। त्यसैले कहिलेकाहीँ दौड रोकौँ, गहिरो सास फेरौँ, महसुस गरौँ र बाँचौँ। बाँच्न जाने जीवन सुखै सुख छ।